नमस्कार, हाम्रो आयुर्वेदको अर्को भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। सदाझै आज पनि हामी एउटा खाद्य वस्तुको विषयमा समग्र जानकारी लिएर उपस्थित भएका छौं। आजको भिडियोमा हामी कुरा गर्दैछौं फलहरूको राजा भनेर चिनिने आँपको बारेमा। आँप केवल स्वादिलो फल मात्र होइन, आयुर्वेदिक दृष्टिकोणले पनि निकै गुणकारी र स्वास्थ्यवर्धक छ। आँपलाई अंग्रेजीमा म्याङ्गो भनिन्छ। यसको वैज्ञानिक नाम म्याङ्गिफेरा इन्डिका हो र यो एनाकार्डियेसी वनस्पति परिवारमा पर्दछ। परम्परागत जातका आँपहरूका रुखहरू निकै ठूला हुन्छन्। खास गरी अधिकांश साना र मझौला आकार भएका आँपहरू हुने गर्थे, तर पछिल्लो समयमा लगाएको 1-2 वर्षमै फल्ने र ठूला ठूला आकार भएका आँपहरू समेत रहेका छन्। आँप आफैमा स्वादिलो छ, तर यसको फल मात्रै प्रयोग हुँदैन। यसको त बोटको बोक्रा पनि प्रयोग हुन्छ, बिउ पनि प्रयोग हुन्छ, त्यस्तै पात पनि प्रयोग हुन्छ, जुन विभिन्न स्वास्थ्य समस्याहरूमा निकै प्रभावकारी औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्छ। भिडियोमा सुरुमा कुरा गरौँ आँपका सामान्य प्रयोगहरूको विषयमा। पाकेको आँपलाई सिधै फलको रूपमा सेवन गरिन्छ। काँचो आँपलाई अचार राख्ने, अमिलोको रूपमा प्रयोग गर्ने, चटनी बनाउने र यसको झोल समेत विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि सेवन गर्ने गरिन्छ। आँपको फलको बोक्रा, त्यसैगरी रुखको बोक्रा सुकाएर चूर्ण बनाई औषधिको रूपमा प्रयोग गरिन्छ भने आँपको पातलाई पनि काँचै वा सुकाएर औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ। त्यसैगरी आँपको बिउलाई सुकाएर पिसेर चूर्ण बनाएर पेट तथा प्रजनन प्रणालीसँग सम्बन्धित समस्या समाधानमा उपयोग गरिन्छ। आँपको पातलाई मधुमेह नियन्त्रणका लागि प्रयोग गर्न सकिन्छ। त्यसैगरी काँचो आँपलाई तरकारीमा अमिलो स्वाद बढाउन समेत प्रयोग गरिन्छ। काँचो आँपलाई काटेर सुकाएर सुकुटी बनाएर अचार बनाउने, त्यसै राखेर विभिन्न तरकारीहरूमा राखेर स्वाद बढाउने काम गरिन्छ। त्यसैगरी काँचो आँपलाई काटेर नुन मसलामा मोलेर निकै लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी अचारको रूपमा सुरक्षित गरेर राखिन्छ। काँचो आँपलाई काटेर चिनी वा भेलीमा पकाएर बनाइने मुरब्बा निकै स्वादिलो र प्रचलित खाद्य वस्तुको रूपमा परिचित छ। त्यसैगरी पाकेको आँपलाई स्लाइसको रूपमा काटेर सुकाएर ड्राई फ्रुटको रूपमा समेत प्रयोग गरिन्छ भने पाकेको आँपलाई आइसक्रिम बनाएर सेवन गर्ने, त्यस्तै म्याङ्गो सेक बनाएर पनि सेवन गर्ने गरिन्छ। पाकेका आँप प्रयोग गरेर बनाएको म्याङ्गो फ्रुटी विभिन्न कम्पनीहरूले व्यावसायिक रूपमा कारोबार समेत गर्दै आएका छन्। आँपको पात, बोक्रा, जरा तथा फललाई विभिन्न तरिकाले आयुर्वेदिक औषधिको रूपमा विभिन्न स्वास्थ्य समस्यामा प्रभावकारी प्रयोग हुँदै आएको छ। पक्कै पनि आँपमा रहेको बहुगुण र स्वादले गर्दा यसलाई फलहरूको राजा उपनाम दिइएको छ। यसमा धेरै औषधीय गुणहरू रहेका छन्। अब भिडियोमा कुरा गरौँ आँपका औषधीय गुणहरूको बारेमा। आँपमा मुख्य रूपमा भिटामिन ए पाइन्छ, जसले आँखाको दृष्टिलाई सुधार गर्ने काम गर्छ। त्यस्तै यसमा पाइने भिटामिन सी ले रोग प्रतिरोधात्मक शक्ति बढाउने काम गर्छ। आँपमा पाइने भिटामिन ई ले छालालाई चम्किलो र स्वस्थ राख्ने काम गर्छ। त्यस्तै यसमा पाइने बीटा क्यारोटिनले शरीरलाई चाहिने भिटामिन ए उत्पादन गर्न सहयोग गर्छ। आँपमा पाइने फ्लाभोनोइड्समा एन्टिअक्सिडेन्ट गुण हुन्छ। त्यस्तै यसमा क्यान्सर विरोधी तत्व पोलिफेनल्स पनि प्रशस्त मात्रामा पाइन्छ भने पाचन सुधार र संक्रमण नियन्त्रण गर्ने ट्यानेन्स नामक तत्व र मधुमेह नियन्त्रण गर्ने एन्टिअक्सिडेन्ट र एन्टिभाइरल गुण भएको म्याङ्गिफेरिन तत्व समेत आँपमा पाइन्छ। आँपलाई हामीले धेरै तरिकाले प्रयोग गर्दै आएका छौं, तर कुन कुन स्वास्थ्य समस्यामा यसको प्रयोग कसरी हुन्छ भनेर हामी सबैलाई थाहा नहुन सक्छ। त्यसकारण भिडियोमा कुरा गरौँ आँपलाई कुन कुन स्वास्थ्य समस्यामा कसरी र कति मात्रामा सेवन गर्ने भन्ने विषयमा। अजीर्ण, कब्जियत, ग्यास तथा विभिन्न खालका पाचन सम्बन्धी समस्यामा आँपको सेवनले निकै फाइदा पुर्याउँछ। काँचो आँपको चटनी बिहान वा दिउँसो भोजनसँग 1-2 चम्चा सेवन गर्नाले अपच, ग्यास र एसिडिटीमा राहत मिल्छ। त्यस्तै सिजनको समयमा बिहान खाली पेटमा 1-2 वटा पाकेका आँप सेवन गर्दा दिशा नरम हुन्छ र पेट सफा हुन्छ। त्यस्तै आँपलाई जन्डिस, पित्तको समस्या र कलेजोको कमजोरीमा पनि विशेष रूपमा प्रयोग गर्न सकिन्छ। काँचो आँपलाई उमालेर चिसो भएपछि त्यसको रस 50 मिलिलिटर दिनमा 2 पटक सेवन गर्नाले कलेजो सफा हुने, जन्डिसको समस्यामा राहत मिल्ने हुन्छ। त्यस्तै मधुमेहको समस्यामा आँपको प्रयोग निकै उपयोगी हुन्छ। आँपका 5-7 वटा पातहरूलाई थिचेर वा त्यसै रातभर पानीमा भिजाएर बिहान छानेर खाली पेट सेवन गर्नाले रगतमा रहेको चिनीको मात्रा घट्छ। त्यस्तै हृदय रोग अर्थात् मुटु सम्बन्धी समस्यामा पनि आँपको प्रयोग निकै उपयोगी छ। आँपमा भएको फ्लोडोनोइड्स र बीटा क्यारोटिनले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ। हप्तामा 2-3 पटक आँप सेवन गर्दा लाभ मिल्छ। त्यस्तै छालाको रोग, एलर्जी, छालामा हुने चाउरीपन लगायतमा पनि आँपको गुदी छालामा 10-15 मिनेटसम्म लगाएर धुने गरेमा छालामा चमक आउँछ। यो प्रक्रिया हप्तामा 2-3 पटकसम्म गर्न सकिन्छ। त्यस्तै महिनावारी अनियमितता अर्थात् रजस्वलाको गडबडी हुने समस्यामा पनि आँपको सेवन निकै महत्त्वपूर्ण छ। आँपको बिउ अर्थात् बीजलाई थिचेर सुकाएर 1-2 चम्चा बिहान बेलुका तातो पानी सहित नियमित रूपमा सेवन गर्नाले रजस्वला नियमित हुन्छ। त्यस्तै रगतमा रहेको खराबी हटाएर रगतलाई शुद्धिकरण गर्न पनि आँपको सेवन निकै महत्त्वपूर्ण छ। आँपको रसमा 1 चिम्टी बेसार मिसाएर बिहान खाली पेटमा 50 मिलिलिटर सेवन गर्दा रगत सफा हुन्छ। आँपमा पोलिफेनल्स र म्याङ्गिफेरिन नामक क्यान्सर विरोधी तत्व पाइन्छ। हप्तामा 3-4 पटक आँप सेवन गर्दा यसले क्यान्सर सम्बन्धी जोखिम घटाउँछ। त्यस्तै आँपलाई आँखाको कमजोरी
कमजोरी अर्थात् दृष्टि समस्यामा पनि प्रयोग गर्न सकिन्छ। आँपमा रहेको भिटामिन ए ले आँखालाई पोषण पुर्याउँछ। दिनमा एउटा पाकेको आँप सेवन गर्दा दृष्टि सुधारमा फाइदा मिल्छ। आँपको फल पात मात्र होइन, बोक्राहरूको पनि विशेष प्रयोग हुन्छ। पेट फुल्ने वा ग्यास हुने समस्यामा आँपको बोक्रा सुकाएर पिसेर चूर्ण बनाउने र खाना खाइसकेपछि 1-2 चम्चा चूर्ण तातो पानीसँग खाँदा यसले ग्यास हटाउँछ र पेट फुल्ने समस्या समाधान हुन्छ। त्यस्तै आन्द्रामा किरा पर्ने समस्यामा पनि आँपको बोक्राको चूर्ण 1-2 चम्चा बिहान खाली पेटमा 3-4 दिनसम्म लगातार सेवन गर्दा आन्द्राको किरा मरेर जान्छ। कतिपय मानिसहरूको श्वास गनाउने, मुखमा दुर्गन्ध हुने समस्या हुन्छ। आँपको बोक्राको चूर्णले नियमित रूपमा दाँत माझ्ने वा तातो पानीमा राखेर कुल्ला गर्ने गर्दा श्वास तथा मुखको दुर्गन्ध हट्छ र यो काम हप्तामा 2-3 पटकसम्म गर्न सकिन्छ। त्यस्तै आँपको बोक्राको प्रयोग छालाको एलर्जी वा खटिरा हटाउन पनि निकै उपयोगी हुन्छ। काँचो बोक्रालाई उमालेर त्यही पानीले स्नान गर्दा छाला चिलाउने, एलर्जी हुने र खटिराको समस्यामा राहत मिल्छ। धेरै स्वादिष्ट र अत्यन्तै धेरै औषधीय गुणहरू भए पनि आँपको प्रयोग तथा सेवनमा विशेष सावधानी समेत अपनाउनु पर्छ। त्यसकारण भिडियोमा अगाडि कुरा गरौँ आँपको सेवन गर्दा वा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको विषयमा। आँपको सेवन अत्याधिक मात्रामा गर्नु हुँदैन, त्यसो त हामीले हरेक भिडियोमा भन्दै आइरहेका छौँ। कुनै पनि खाद्य वस्तुको अत्याधिक सेवनले हाम्रो स्वास्थ्यलाई फाइदा भन्दा नोक्सान हुन्छ। त्यसकारण आँपको पनि अत्याधिक सेवन गर्नु हुँदैन। आँप गर्मीयुक्त फल भएकाले शरीरमा धेरै गर्मी उत्पन्न गर्ने हुँदा शरीर तातो हुने, घाँटी दुख्ने वा नाकबाट रगत आउने समस्या हुन सक्छ। त्यस्तै कतिपय गर्मीमा घमौरा, खटिरा आउने व्यक्तिहरूले पनि आँपको धेरै सेवन गर्नु हुँदैन। मधुमेह भएका व्यक्तिले मिठो आँप अत्याधिक प्रयोग गर्नु हुँदैन, किनकि आँपमा रहेको चिनीको मात्राले मधुमेह झन बढाउन सक्छ। तर काँचो पात, बोक्रा वा पात र बोक्रा सुकाएको चूर्ण भने प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यस्तै आँप खाइसकेपछि तुरुन्त चिसो पानी पिउनु हुँदैन, यसले पेटमा ग्यास हुने वा पेटको दुखाइ निम्त्याउन सक्छ। त्यसैगरी बजारमा विशेष औषधिहरू राखेर कृत्रिम रूपमा पकाइएका आँपहरू सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। आँपलाई छालामा प्रयोग गर्दा विशेष तरिकाले प्रयोग गर्नुपर्छ। यसले छालाको समस्या समाधान त गर्छ, तर प्रयोगको तरिका मिलेन भने उल्टै एलर्जीको समस्या समेत निम्त्याउन सक्छ। त्यसैगरी गर्भवती महिलाले अत्याधिक मात्रामा काँचो आँप सेवन गर्ने वा बोक्राको सेवन गर्नुपर्ने भएमा आफ्नो चिकित्सकसँग सल्लाह गरेर मात्र सेवन गर्नुपर्छ, किनकि यसले गर्भमा समस्या समेत निम्त्याउन सक्छ। त्यसैगरी विशेष स्वास्थ्य समस्या भएका व्यक्तिहरू, दीर्घरोगीहरू र विभिन्न खालका औषधिहरू सेवन गरिरहेका व्यक्तिहरूले आँपको विशेष औषधीय प्रयोग गर्नुपर्दा आफ्नो स्वास्थ्यलाई ख्याल गरेर र आफ्नो चिकित्सकसँग विशेष परामर्श गरेर मात्र प्रयोग गर्नुपर्छ, सेवन गर्नुपर्छ। हाम्रो चिर परिचित फल, हामीले सेवन गर्दै आएको फल, फलहरूको राजाको नामले चिनिने फल आँपको विषयमा यो भिडियो उपयोगी लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। त्यसैगरी यो भिडियो आफ्ना साथीभाइ र आफन्तजन माझ पनि सेयर गर्न नबिर्सनुहोस्, ताकि उहाँहरूलाई पनि आँपको विषयमा समग्र जानकारी मिलोस्। आगामी भिडियोमा यस्तै कुनै अर्को खाद्य वस्तुको विषयमा समग्र जानकारी लिएर उपस्थित हुनेछौँ। स्वस्थ रहनुहोस्। नमस्कार।